साथीहरू, आज मैले केदारनाथ यात्राको क्रममा अचम्मको यस्तो चिज देखेको छु। यो लद्दाखको मुगा भ्यालीबाट अगाडि बढिसकेपछि सिन्धु गाउँबाट अझै अगाडि रहेको यो शिवलिङ्गको आकृतिबाट ज्वालामुखी जसरी तातो पानी आएको छ। हामीले कयौं तातो पानीहरू देखेका थियौं, तर यस्तो तातो पानी देखिएको थिएन। यसरी माथिबाट त्यो आएको तातो पानीमा हात राख्दा पोल्छ, तल चाहिँ हात डुबाउन सकिन्छ। यो तातो पानीको शिवलिङ्ग हेर्दै अनौठो र रमणीय छ। प्रकृतिले पनि वरिपरि घेरिएको सिमसार जस्तो लाग्ने ठाउँमा यस्तो तातो पानीको चाहिँ यस्तो देख्दाखेरि मनै अचम्बित हुन्छ, रमणीय हुन्छ। यो भगवानको रूप हो या प्रकृतिले दिएको उपहार हो। मानिसहरूको लागि साँच्चै नै यो एउटा अनौठो र देख्दा पनि नौलो देखिएको चिज रहेको छ। यो ठाउँको दर्शन गर्नाले अथवा हेर्नाले मात्रै पनि मान्छेको मन पवित्र हुन्छ, पापबाट मुक्ति पाउँछ।